नमस्ते साथीहरू, म तपाईको साथी राम तुफान। यो भिडियोमा हामीहरू जान्ने छौं कि हाम्रो लाइफमा कम्युनिकेसनको राम्रो व्यक्तित्वको कस्तो महत्व छ, के महत्व छ यसको, यो भिडियोमा यो कुरा जान्ने छौं। सो साथीहरू तयार बसिदिनु होला यो भिडियोमा 5 मिनटको लागि। यो 5 मिनटले तपाईको जिन्दगी परिवर्तन गर्न सक्छ। सो साथीहरू सबैभन्दा पहिला म यो भन्न चाहन्छु कि के तपाईहरू गोल लक्ष्य सुन्नु भएछ? लक्ष्य भनेको के हो के तपाईलाई थाहा छ? यो लक्ष्य भनेको यस्तो चीज हो कि तपाई जिन्दगीमा आफ्नो त्यो कुरा हासिल, त्यो कुरा पाउन सक्नुहुन्छ। छिटो भन्दा छिटो त्यो कुरामा फोकस गर्न सक्नुहुन्छ। यदि तपाई गोलको महत्व बुझ्नुहुन्छ भने तपाई जिन्दगीमा कामयाब हुन सक्नुहुन्छ। मेरो गुरु भन्दै हुनुहुन्थ्यो कि तिमी आफ्नो गोलको लिस्ट हेराऊ, म तिम्रो बैंक अकाउन्ट बताइदिन्छु कि कति पैसा छ तिम्रो अकाउन्टमा। सो साथीहरू यो गोलको महत्व धेरै छ यार। गोल, लक्ष्य, बिना लक्ष्यको तपाई जति पनि पर्सनालिटी राम्रो होस् तपाईको, या तपाईको कम्युनिकेसन राम्रो होस्, तपाईको पब्लिक स्पिकिङ राम्रो होस्, तपाई स्टोरी टेलर होस्, धेरै राम्रो वक्ता होस्, तर यदि तपाईको जीवनमा लक्ष्य छैन भने तपाई के गर्न सक्नु हुँदैन, के हासिल गर्न सक्नु हुँदैन। मात्र गोल 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 घुम्नुहुन्छ। एउटा हार्वर्ड युनिभर्सिटीको रिसर्च छ कि 1979 मा रिसर्च भयो एउटा कि यो जति पनि ग्रेजुएट्सहरू छन् यो युनिभर्सिटीमा, उनीहरू कति जनाले गोल सेट गरेको छन्। त्यसमा जम्मा 3% मान्छे गोल लेखेको थियो कि जिन्दगीमा म यहाँ पुग्छु, जिन्दगीमा म त्यहाँ पुग्छु, यो गर्छु त्यो गर्छु। धेरै कुरा स्पष्ट लेखेको थियो 3% मात्र। अनि त्यसमा 12% यस्तो मान्छे थियो कि त्यसको दिमागमा थियो कि मलाई यो काम गर्नु छ, यो गर्नु छ, ठुलो भएर यो मुकाममा जानु छ, मात्र सोचेको थियो दिमागमा। अनि बाँकी 83% मान्छेहरू को लाइफमा केही गोल थिएन, मात्र खाने, रमाउने, फिल्म हेर्ने, बस यति नै थियो। सो साथीहरू यो 10 वर्षपछि फेरि 1989 मा फेरि यो चाहिँ रिसर्चको चाहिँ रिजल्ट हेर्न पुग्यो साइन्टिस्टहरू। अब जुन शोधकर्ता मान्छे थियो त्यसले पायो कि जुन 83% मान्छे थियो केही गोल सेट गरे थिएन, त्यो एकदम एभरेज जिन्दगी बाँचिरहेको थियो। अनि जुन 12% सोचे थियो कि दिमागमा यो गर्नु छ, त्यसले त्यसको 2 गुना कार्य गरिरहेको थियो, आफ्नो जिन्दगीमा धेरै कुरा हासिल गरिरहेको थियो, 2 गुना त्यो 83% को। अनि 3% जुन 3% मान्छे थियो, त्यो मान्छेको लाइफमा त्यो 83% मान्छेहरू भन्दा 10 गुना, 12% मान्छे भन्दा 10 गुना, 15 गुना माथिल्लो लेभलमा कार्यरत थियो सबै 3% मान्छे। सो साथीहरू यो हार्वर्ड युनिभर्सिटीको 100% रियल यो चाहिँ तपाईको रिसर्च हो। तपाई गुगलमा गएर हेर्न सक्नुहुन्छ, या कुनै पनि लक्ष्य सम्बन्धी बुक पढ्नुहुन्छ, यसको जिक्र आइहाल्छ, यसको कुरा हुन थाल्छ। सो साथीहरू म यही भन्न चाहन्छु कि तपाईहरू यदि लक्ष्य कसरी सेट गर्ने यो सिक्न चाहनुहुन्छ भने यो पेजलाई फलो गरिहाल्नु। अनि तपाई युट्युबमा गएर TR लाइफ कोच लाई पनि तपाई सब्स्क्राइब गरिहाल्नु, किनकि गोल सम्बन्धी टोटल भिडियो त्यहाँ फ्रीमा एभाइलेबल हुन्छ। जुन तपाई बाहिर यदि तपाई यसको गोल सेटिङको ट्रेनिङ लिनुहुन्छ भने तपाईको
1 लाख भन्दा माथि तपाईको यो प्रोफेसनल गोल सेटिङ कसरी गर्ने, पब्लिक स्पिकिङ, पर्सनालिटी डेभलपमेन्ट, अल सबै कुरा तपाई यहाँ फ्रीमा सिक्न सक्नुहुन्छ। सो साथीहरु, सब्स्क्राइब मी। थ्यांक यू सो मच।